एनीवे थ्यांक यू सो मच गाइस डक्टर हो नि त तपाई गर्लफ्रेन्डको डक्टर हो के गर्लफ्रेन्डको डक्टर हो तपाई बोयफ्रेन्डको हैन गर्लफ्रेन्डको डक्टर हो तपाई त्यही भएर तपाईले दिन सक्नु पर्दैन नि तपाईले दिनु पर्दैन तपाईले दिएर त बाँचिरा होला नि अरे सिरियस नक्कले हो नि त स्पेशल त हैन नर्मली बिरामीलाई तिमी जस्तो बिरामीलाई मैले उपचार गर्न सक्छु के गरेर के गर्नु भएर त मलाई यहाँ दोधारमा तपाई त म भन्दा नि तपाई दोधारमा परे हो त यहाँ डाक्टर भन्ने डाक्टर कस्तो हुन्छ भने टक्क बेडमा सुताउने तम तन्न हैन त्यसपछि छातीमा यस्तरी थिच्ने सुई हान्ने छातीमा थिच्ने सुई हान्ने भएपछि त उपचार भइहाल्यो त्यसै गर्नु भएको थियो म दिदीलाई सोधौँ दिदी तपाईँलाई कसरी उपचार गर्नुभयो भनेर म सोधौँ अहिले बिमारी भएको छैन कतिचोटि उपचार गर्नुभयो भने सोध्छु खै म दिदीले गर्नु पो भएको हो कि अब तपाईँलाई त सबै कुरो थाहा रहेछ किन डाक्टर थाहा हुन्न त्यही भएर सोधौँ म एकचोटि भनेको खै हामीलाई कसरी गर्नु पर्छ म पनि जानौँ न एकचोटि यसरी कानमा लाउने छातीमा यसरी खिच्ने हो बिरामी मान्छे किन लजाएर डाक्टरले पनि बोयफ्रेन्ड सम्झिरहेको छ क्या बिरामीले हो नि त यस्तो कानमा अहिले यो कानमा छैन खिच्ने हो कानमा छैन डाक्टर नसम्झ्यो अनि बिरामी पनि धेरै अब सिरियसमा छ कि हैन नर्मल बिरामी भन्दै एउटा सुई हान्दिने हो सिरियस बिरामी छ भने दुईटा सुई हान्दिने खत्रै थरथरै भएको छ भने तीनटा सुई आयो भने त तनक्क तन्केर उठेर हिँडिहाल्छ नपढेको डाक्टरहरूले कस्तो हान्छ त अब पढेको डाक्टरहरूलाई नाम थाहा होला यस्तो सुई यसको यो सुई हामी नपढेको जे पनि हानिदिन्छ नि यार अघि नै थिचेर राखेको छ डाक्टर जस्तो सुताएको छ अब हान्नै पर्यो क्या यो सुई त सुई हो नि नपढेकै डाक्टरले सुई हान्यो भने चाहिँ तपाईँ नपढेको डाक्टरले कस्तो सुई हान्नुभयो म त्यो पनि भन्नु न कस्तो सुई म पनि जानु म पनि त नपढाए डाक्टर हो नि म पनि जानौँ न म त झन् स्कुल पनि नपढ्ने भयो त्यसलाई इङ्ग्लिसमा के भन्छ थाहा छैन नेपालीमा भन्न लाज लाग्छ अब साला त्यसलाई खोपको सुई भनौँ भने खोपको सुई त होइन ठुलोलाई खोप दिँदैन खोपको सुई पोलियो थोपो पनि भन्न मिल्दैन केही पनि भन्नु त्यो के हो अब आफै बुझेन बुझेन ल त्यो सोध्नु पर्दैन हजुर आफैले तपाईँले के बिरामी भएको थियो पुतली हेर्छौ पुतली हेर्ने नानी भन्न खोजा के हो पुतली पुतली भन्दै अर्को के देखाइहाल्छ त्यही उड्दै बस्छ अब त्यही काम छैन अब यो मान्छेलाई भाटा खाँदै दिमागमा झट्का लाग्यो क्या यार पटाङ कुरा गर्छ पुतली भन्छ लास्टमा भित्रको कुरा देखाउँछ त्यो सेतो सेतो के हो त अनि पुतली भित्रको यार कहिले लाउन मतलब लाउन त मैले कहिले लाउन म त दम छैन किन खुल्ला छोड्नुपर्छ कहिले काहीँ चरीलाई भोटिने बाउलाई यसलाई पुलिस निले यसलाई डन्डालाई हान्दै दिमागमा चोट लाग्यो यार
चरालाई खुल्ला छोडिदिए के तेरा बाजेको उड्छ र त्यो चरा पुग्दै उड्छ त कहिले गए त नि मातेर गजब बेइज्जती कोलेको मात्र उड्छ रे यहाँ इमेला छ्या कसले पाएला यार के भनेको त्यस्तो मात्र उड्छ रे मतलब कहिले काहीँ के उड्छ त्यस्तो के छ तिमीसँग त उड्ने यहाँ मैले मोर्चा कुद्दिनँ यार यस्तो गोल लाग्न पर्ने त खुल्ला किन पिना थुन्नु गाइज कहिले काहीँ खुल्ला छोड्नुपर्छ उसलाई पनि संसार हेर्न मन छ कुन दिन गङ्गु हुन्छ हो रे अब हेर हाम्रो त्यस्तो चालो छैन केही पनि हाम्रो संसार उज्यालो बनाइसक्यो हिजोबाट उज्यालो भइसक्यो हो कि होइन भन्नु त रबिनजी के भनेको त्यस्तो हामी अन्धकार संसार देखाउँदैनौँ के गाइज हामी संसारलाई उज्यालो बनाएपछि संसार देखाउने काम गर्छौँ हामी त्यस्तो छैनौँ गाइज त्यस्तो नसक्नु संसार हेर्न मन लागेको होला उसलाई पनि उड्न मन लागेको होला के बोलेको त्यस्तो मै भनेको कहिले काहीँ यस्तो पुतलाई पनि खुल्ला छोड्नुपर्छ पिंजरामा कहिले थुन्नु उसलाई पनि संसार हेर्न मन लाग्छ कस्तो Women. तिम्रो कहिले काहीँ हामी त नि तिम्रो नि ढुकुर छोड्दैनौ परेवा कहाँ से आते कौन है कहाँ से आते तिम्रो पनि उड्छ त कहिले काहीँ कहाँ से आते के बोल्छ तिम्रो के प्यारलास भएको ढुकुर छ डनलाइट गर्न Đây bảo rồi. Thiệt rồi. Ai đặt thùng bác? Alo. Flow. Thùng niệm. Thế nó khá tất là cái tao bây giờ ଦେଖେर Ôi ai. Ông mà chairman ai đặt thùng barang मन मोला. यस्तै हुन्छ त भाकै अनुहार के गर्नु पर्ने हैट धेरै पछि आफ्नै बुढी देख्दा पनि जिउ सिरिङ नहुँदो रहेछ गाँठे जिबल कान त्यो चौकाली औटी पनि दुईटा लाग्छ के काई गर्यो सबैजनाले भाउजू आयो भन्नुभएको छ तपाईको भाउजू हो सुत्केरी भएको थियो त्यही भएर आजकल सुत्केरी देखिरा यही चौबन्दी लाएर मैले टिकटक बनाएको थिएँ क्या अघि अनि उभिन्नता किन उभिनु पर्छ अरे उभिनु भनेपछि कहिले नदिए जस्तो या आजकल झन् राम्ररी हुँदै गएको छ क्या उभिनु त हामी हुन्छौँ त उभिनु त मलाई त यहाँ नउभियो है कान्छी भनिया छ मार्छ थुङ्बारे हो मार त्यही थुङ्बारे क्या थुङ्बा हिँड्छन् नि गफले ल्याउँथ्यो साँच्ची हो
चुरङ लौया भर्खर बारे बिसी और तिम्रै कसम यदि मैले खाएको भए नि तिमी र मेरो यस यो मङ्सिरमा बिहा हेर्छु त फेरि हेर्छु त तपाईँले उता नहेरी भन्नु सिधा अनुहारले हेरेर बोल्ने आँट काँट छ र त्यही भएर त राँडै बसिया छु तिमीलाई देखेपछि मलाई इनर्जी किन आउँछ है भित्रैबाट इनर्जी त्यो दिन लाभलजी अनि इनर्जी खबा भित्रैबाट ए तपाईँकै कसम खाएको छैन यार के छ कहाँ मेरो ए ल मेरै कसम खाएको छैन लोप्चन सरकारले भाउजू त धेरै पछि आएछ त भाउजू दाइ भन्नुभएको छ भाउजू सुत्केरी थियो क्या अहिले नानीको पञ्जिका बनाउन आएको होला खाने चिज होइन पिउने हो नि त रक्सी त भन्नुभएको छ पिउनु भएको हो कान्छा छैन रे पिउनु भएन रे तपाईँहरूको कमी नपर्ने रे ल ठिक छ जिन्दगी दसैँ तिहार सकेपछि नखानु भनेको केटाहरूले यही कुरा गरिदिन्छ सम्झाएको छोडिदिनु हौ गइसकेको कुराहरूलाई अनि के सम्झिँदा त्यो कमेन्ट आउने बित्तिकै पिउ पिउ लाग्छ अनि त्यो याद गरिरह्यो भने याद आइरहन्छ क्या पिउ पिउ लाग्छ हेलो इस्माइल कुरिन हेलो नमस्ते फ्याफुल्ला नभएको छाती नि गरी देखाएर फेरि नभएको छाती छाती नभएको मान्छे हुन्छ र Come here for match me. Huh? Come here with match me. I have no 10 lakh. How to go there? I have no 10 lakh, you know. You come and like a game here again. What is the English has been lost right now? Have you forgotten the English language? I learn English language. Language and I forgot. Are you daughter? Are you sister of the Don? No sister, but same English now. 8848, welcome. You looks like Navalika. You looks like beer aged. बुढो जमाना मैले अलिकति बिहा गरेर अलिकति दुःख गरेर बच्चा छोरी पाएको भए आज तिम्रो उमेरको हुन्थ्यो होला मैले पनि बिहे गर्न सक्यो भने अहिले तपाईको उमेरको केटा बिहे गर्न सक्छु मैले पनि तर नगर 10 वर्ष भन्दा कम जन्मान्तर सरी 10 वर्ष भन्दा कम डिफ्रेन्ट वाला केटासँग बिहे नगर Why? पिण्ड खाने उमेर बिहा गरेर हुन्छ यार श्रीमती राम्री हुन्छ श्रीमान बुढो हुन्छ श्रीमानले श्रीमतीको इच्छा पुर्याउन सक्दिन अनि बुढी पहिला जान्छ सबजना रेडी बस्छन् यार आज रोबिना बनाउनु पर्छ रोबिना केटीले 25 वर्षको बुढो बिहा गर्छ झापामा एकजना 17 वर्ष केटीले 70 वर्ष केटो बिहा गरिछ मैले भने त्यस्तो यो बुढामा त्यस्तो के देख्यो तिमीले यस्तो बिहा गर्दै भनेको त दुईटा कुरा देखे भन्छ के कुरा देख्यो भनेको त एउटा दिनकम अर्को इन्कम भन्छ छकै फाइदा मान्छे नाबालिका कुरा सुन्दाखेरि मिया खाली खा तपाईको चाहिँ कन्सर्ट जनी सिंह जस्तो कुरा तपाईँ पनि जनी सिंहको जस्तै कुरा गर्नुहुन्छ पादाको भए भनेर भए हुन्थ्यो नि पादमा पनि पादै आएर गएको हो
हजुर रबिना भन्नलाई आज रेडी भएर बस्नु अब ल भन म इज्जत लुटेर रोबिना भनिदिन्छु म आएका छन् इज्जत लुटेर रुबिना बनाइन्छु रे गाइस सेन्सरवाला क्यामेरा गाइस कसैले पनि होला सेन्सरवाला क्यामेरा गाइस ल सेन्सरवाला हेर न नयाँ किनेको फेरि यार पोजिसन गर्दाखेरि भाँच्नेवाला देला त्यसकी भाँच्कीहरूले गाइस क्यामेराम्यानको म एक्लै छु नि गाइस किन क्यामेराम्यान राख्ने सेन्सरवाला हेर्नुहोस् है ट्राई फेरि यसले मान्छेको अनुहार डिटेक्ट गर्छ के के ए साँच्ची अस्ति तपाईको चाकमा पिलो आयो भन्दै हुनुहुन्छ दिदीले यहाँ आशीर्वाद दिने सुन्नु भएर कस्तो भयो रे अब चाका पिलो आयो रे ए तिम्रो निचर्दै आइन ल अब गेम सुरु गर मित्र यदि हामीले जित्यो भने तिमीले हाम्रो एमबीपीलाई दिन चुप्पा खाने दोस्रो पनिसमेन्ट भाइ भाग्न जान्थ्रेको हो यो गर्भवती भएर तिमी दोगुर्नी बाहिर दोस्रो पनि तेस्रो पनि तिमी गर्भवती भएको एकछिन